यहाँ चाहिँ handsome dashing hero यता छ अर्को cool decent man अर्को most romantic Shahrukh Khan अर्को उसको singer Arjit Singh साला उ here is डान्सर Gorakhpurland Last exam सजिलो के थियो क्वेशन थाहा छ What is writing? What is Speech and writing. के हो राइटिङ भनेको लेख्नु नसकेको तिमी यति साह्रो यहाँ चाहिँ फोटो खिचेको तर कसैले पनि राम्रो खिच्दैन हो यहाँ चाहिँ भिडियो सबैको अनुहार निकालेको यहाँनिर म कस्तो अरे दादा छि दादा के हो यो हेर बिहा पर्नेको कपाल पैसा कति उठाउने हो के गर्ने Hello everyone, good morning and welcome back to my YouTube channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हैन सेफ हुनुहुन्छ होला अनि म पनि एकदमै राम्रो छु अहिले चाहिँ सो मैले भिडियो नबनाउनुको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो चाहिँ एक्जाम चल्दै थियो हैन अन्त ड्युरिङ एक्जाम मैले चाहिँ नबनाएको अब एडिट गर्नु ओर्नु त्यो पुरा टाइम लान्छ त्यही भएर चाहिँ अब बनाएको भए पनि हुन्थ्यो तर मैले चाहिँ अलिकति ब्रेकै लिएको भनौँ न धेरै दिन बाद भिडियो बनाएर चाहिँ फोनले पनि नचिनेको जस्तो छ कि पुरा त्यो ब्लू खालके आउँदैछ के भएको कुनै अन्त के भन्दै थियो भने अनि त्यही कारण एक्जामले गर्दा चाहिँ नबनाएको सो अब चाहिँ बनाउँदैछु आज चाहिँ किन भन्दा चाहिँ मेरो चाहिँ आज लास्ट एक्जाम हो हैन म यहाँ पढ्नु बसिरहेको छु बिहानदेखि अन्त आज चाहिँ लास्ट एक्जाम हो आई होप यत्रो दिन राम्रो भइरहेको छ हैन आज चाहिँ लास्ट एक्जाम हो आज पनि राम्रो होस् यसपालि चाहिँ यस्तो राम्रो मार्क्स ल्याउँ भनेको मेरो चाहिँ कोसिस छ हैन त्यही भएर चाहिँ आजको चाहिँ अलिकति डर लागिरहेको छ स्टार्टिङदेखि त्यही किनभने चाहिँ बेसी क्लासेसहरु पनि बेसी यसकै मिस भएछ हो जुन चाहिँ साह्रो थियो अन्त त्यही छ हैन आज चाहिँ म कन्टिन्यू देखाउँछु तपाईहरुलाई आज लास्ट हो साथीहरुको अन्त यसपछि हाम्रो भाइबा छ हैन जियोग्राफीको त्यो त केही छैन भइहाल्छ अन्त आज चाहिँ सबै कुरा देखाउँछु गएको यहाँ बसेको घरमा त अहिले मैले त्यस्तो कामहरु गरेको छैन सफाहरु गर्ने मात्रै मेरो ड्युटी हो हैन अन्त कलेजहरु गएको साथीहरु भेटेको सबै कुरा देखाउँछु मैले चाहिँ अलिक बिर्सिँदै रहेछु मिनी भ्लग बनाउँदैछु तर भए पनि बीचबीचमा फिल्म गर्नै बिर्सिँदै रहेछु मैले चाहिँ हैन अहिले चाहिँ आदत अलिक हराएछ हो सो तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने चाहिँ लाइक कमेन्ट शेयर अन्त च्यानललाई सब्स्क्राइब गर्नु चाहिँ नभुलिनुस् होला प्लिज गरिदिनुस् मेरो 1 वर्ष बेसी भइसकिसक्यो अहिलेसम्म सब्स्क्राइबर बढेको छैन हैन भ्युजहरु अहिले आउन थाल्दैछ सो स्किप नगरिकिन हेर्नुस् होला सबै भिडियो एकदम इन्ट्रेस्टिङ खालके हुन्छ कतिजनाले सोध्नु पनि हुँदै थियो किन चाहिँ भिडियो आएन किन अपलोड गर्दैन साथीहरुले हैन सोध्दै थियो सो अब चाहिँ बन्दैछ अझदेखिको चाहिँ म कन्टिन्यू गर्नेवालामा छु अनि थ्यांक यू सो मच मेरो भिडियो अपलोड नगर्दा चाहिँ तपाईहरुलाई पनि याद हुँदो रहेछ कि गरेको छैन भन्ने त्यसको लागि धेरै 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 मनबाट चाहिँ थ्यांक यू अन्त मेरो फेसबुक पेज पनि छ त्यसलाई पनि फलो गर्नु त्यहाँ पनि गएर मेरो डेली लाइफ अपडेटहरु चाहिँ चेक गर्दै गर्नुस् होला अनि यहाँ चाहिँ मैले बिहानै कफी बनाएर चाहिँ कफी खाँदै पढ्दै थिए हैन विदाउट सुगर अहिले चाहिँ मलाई आदत भइसकेको छ यो खान्छु हैन अन्त त्यहाँदेखिको एकैचोटी चाहिँ म खाना खान्छु अहिले एक्जाम टाइममा चाहिँ किन भन्दाखेरि चाहिँ आफ्टर 12 चाहिँ मेरो एक्जाम छ हैन आफ्टरनुन देखि एक्जाम छ 2 देखिको अन्त त्यही भएर एकैचोटी खाना खान्छु पढ्दा पढ्दै 12 त बजिहाल्छ रेडी हुँदा ओर्दा ठिकै हुन्छ त्यही भएर सो केही नबोलिकिन स्टार्ट गरौँ हैन म यहाँ अलिअलि पढ्छु त्यो चाहिँ तपाईहरुलाई सुनाउँदिन सो म चाहिँ यहाँनिर रेडी हुँदैछु हो मैले चाहिँ खाना खाएँ त्यो चाहिँ सुट गर्नु बिर्सेछु किन भन्दा चाहिँ मलाई अलिक ढिलो भइसकिसकेको थियो हैन यहाँ चाहिँ मेरो लुगाको मेस देख्नु हुँदै होला बिसारी यो चाहिँ अलिअलि मिलाएर भरे आएर मिलाउँछु हैन त्यसपछि म यहाँनिर क्रिमहरु लगाइसके अब लिपस्टिक अन्त कपाल बनाउँछु हैन रेडी भइसके टी-शर्ट चाहिँ डिसाइड गर्नु सकेको छैन यो लाउँछु कि अर्को लाउँछु
सो निस्केर चाहिँ म फुल लक देखाउँछु होइन निस्किनुभन्दा अगाडि त्यसपछि चाहिँ म सिधै कलेज गएर भेट्छु होला सो एज युजुअल गाडी छैन हो 1 बजिसक्यो कलेज पनि पुग्नुपर्छ आधी घन्टा अगाडि नै होइन त्यही भएर चाहिँ म यहाँ हिँडेर जाँदैछु बाटोमा छु घाम लाग्यो अहिले चाहिँ अघिसम्म चाहिँ धुम्मै भइरहेको थियो अहिले चाहिँ घाम लाग्यो हो मैले चाहिँ टी सर्ट चेन्ज गरेँ अर्को लगाएँ अन्त हिँडेर जाँदैछु लेट्स होप कि गाडी पाओस् या स्कुटीहरू भए पनि पाओस् हो स्टुडेन्ट लाइफ चाहिँ यस्तै हो चाहिँ गाडी पाएँ हुन्थ्यो कसैको फ्रीमा पैसा बाँच्छ भन्ने खालको हुन्थ्यो होइन हुन्छ आया योहरू पनि एउटा मेमोरिज हुन्छ होइन अन्त जब हामी काम गर्न थाल्छ त्यतिखेर त लाज हुन्छ नि त अब फ्रीको गाडीमा चढ्नु यो सोच्नु पनि सो म यहाँनिर अलिकति घरदेखि चाहिँ माथि आइसकिसकेँ हो अन्त यहाँदेखिको फाटक माथि फाटक निक्ल्यो भने चाहिँ त्यहाँबाट चाहिँ उताबाट रौसेहरूबाट आएको गाडी चाहिँ थुप्रो पाउँछ बोल्नु नसकेको अन्त मैले चाहिँ त्यहाँसम्म भए पनि पुग्छु भनेर चाहिँ हिँडेको होइन त्यो गाडी रुँगिरहनु भन्दा त तल्लो रोड चाहिँ गाडीले देख्दैन रहेछ तल देख्दैछ अन्त मैले चाहिँ अहिले यो फ्रन्ट क्यामेराबाट भिडियो बनाइरहेको छु किन भन्दा चाहिँ ब्याक क्यामेराबाट चाहिँ त्यो पनि कस्तो आउँदैछ ब्लू कलरको अनि हजुर गाडी छैन रहेछ कि अन्त सो यस्तै छ मेरो जिन्दगी आजको चाहिँ मलाई मिक्स फिलिङ्स आइरहेछ आजको एक्जाममा चाहिँ कस्तो हुन्छ क्वेसनहरू जाने के होस् इजी होस् हो लास्ट हो एकदम फाडिदिनु पर्यो टपर बनिनु पर्यो भनेको त कुनै आज चाहिँ के हुन्छ म चाहिँ अब एकैचोटि माथि तपाईँहरूलाई कलेज पुगेर भेट्छु ओके बाई बाई या कलेज पुगेर ढिलो भयो भने चाहिँ एक्जाम सकेर जब हामी सबैजना निस्किन्छ त्यसपछि चाहिँ बनाउँदै आउँछु तपाईँहरूलाई मेरो साथीहरू भेटाउँछु चिनिरहनु भएकै हो उनीहरूलाई जब पानी परेर उग्रिन्छ नि यस्तो दामी वेदर हुन्छ वाउ खुल्ला खुल्ला क्लाउडहरू हुन्छ नि साह्रै दामी लाग्छ यतिखेर चाहिँ हत्तु भयो 2,000 years later. Exam. राम्रो भएन लास्ट एक्जाम सजिलो के थियो क्वेसन थाहा छ What is speech and writing? के हो राइटिङ भनेको लेख्नु नसकेको तिमी यति साह्रो भन्ने तिम्रो उसको त अब खतरै हुन्छ नि हो गुफा बसेको हाम्रो ग्रुपहरू चाहिँ यहाँ डल्लो परिरहेछ बेसी राम्रो भएर हो कस्तो भयो एक्जाम साथीहरू ओ साथीहरू एक्जाम कस्तो भयो एक्जाम कि आज कस्तो यहाँ हाँस्नु भएको छ तिमी नसोध्नु होला गएको साथी एक्जाम कस्तो भयो साथी अलिक बोल्दा न त साथी एक्जाम कस्तो भयो अर्को कसरी 14 साँच्चीमै अन्त टेक्निकल राइटिङ हो हेरेनौ तिमीले माथि सो स्याड हौ तर नसुर्ताउ म पनि छु लाइनमा हामी ब्याक पेपर दिनु सँगै आउनुपर्छ नि के सोधु म एक्जाम सक्यो कलेजलाई पनि अलविदा बाइ बाइ अलविदा हाम्रो कलेजलाई पनि 3 वर्ष सक्यो हो अब चाहिँ सक्यो यो के रे सबै यो त पर्मिनेन्ट हो यो त घडी म पनि त खतरा गरे आज चाहिँ हामीले खतरा एक्जाम नबिगारिन्छ बिग्रिँदैन पुरा टाइम
टाइम लाग्छ भन्दै लेख्थे खतरै लेख्दैछ नि हौ आजको चाहिँ मेरो अरूको भन्दा चाहिँ सबसे वर्स्ट भयो होइन आई डोन्ट नो अब पास मार्क्स आउँछ कि आउँदैन यहाँ यी बाँदर जस्तो बसेर हाँसिरहेछ अर्को जुन चाहिँ थाहा छ तपाईँहरूलाई गाइस जुन चाहिँ कुरा चाहिँ देख्दाखेरि चाहिँ सजिलो लाग्छ नि त्यही कुरा चाहिँ हार्ड हुन्छ होइन हामीले चाहिँ त्यसलाई इजी टेक गर्छ आज चाहिँ त्यही भयो मेरो साथमा भन्ने बिहान आउँदाखेरि झुक्रेको कुखुरा जस्तो थियो चारो नदिएको जस्तो थियो मैले चाहिँ होइन तर सबसे वर्स्ट भयो आज गरेकोमा चाहिँ तिमी भन न तिमी हो यो नि त मेरो आज लास्ट भ्लग हो त्यही भएर तिमीहरू सबैलाई क्याप्चर गरिरहेको बाइ बाइ सब्स्क्राइब त्यस्तो भनेको होइन तिमीहरूसँग भनेको बुझ्यौ दिस टाइगर मिनी टाइगर मिनी टाइगर पनि देख्छ हामीले हिँड्ने बाटोमा चाहिँ वाउ अर्पण न्यू ब्याग कस्तो दामी हौ वाउ इट सुट्स यु ओ वाउ कसरी हेरौँ के थर्काउँछ केही पढेको छैन दादा आज मैले यस्तो बिगारेँ मलाई मात्रै थाहा छ साँच्ची 2 घन्टा चाहिँ मलाई 4 घन्टा जस्तो लागेको 1 वर्षै जस्तो लागेको थियो दुःख पीडा बुझाऊ यसले खतरा लेखेको छ हौ सुकेले है यहाँ सुन न यहाँ सुन न आज राम्रो गरे त्यही भएर यहाँ सुन न भोलि ऊ जाने अरे उसको लागि केही भन्नु छ तिमीलाई तिम्रो एन्जलको लागि सिमरन तिमीलाई त खेदाइदियो त ओ सिमरन ओ तर सुकेको चाहिँ तिमी सिमरन हेरे नि त लु प्राइभेटमा चाहिँ अर्कै हुन्छ खतरा भन्ने त प्राइभेटमा अर्कै हुन्छ अरे ओइ के छ त्यति साह्रो ओइ पर्ख न हौ ओइ पर्ख न यहाँ चाहिँ डिस्कस हुँदैछ होइन भोलि को बस्ने को नबस्ने को के गर्ने को प्लानिङ कस्तो हुने भनेर चाहिँ यहाँ चल्दैछ होइन हामी तपाईँ यताकै हो नि बासिन्दाहरू खेदायो भने पनि नजाने नि यहाँबाट नजाने सो यहाँ चाहिँ त्यस्तो हुँदैछ डिस्कसन होइन यहाँ मिलेकै छैन हौ के गर्नुपर्ने अहिले चाहिँ के खानु पार्टी चाहिँ अनि यो बाटोलाई मिस गर्छौ क्या हो खै ओ स्क्वारल रहेछ यहाँ वाउ मेरो आमाले अघि नै मलाई पैसा दिने भने गयो लो कसले सेक्रिफाइस गर्ने कसको लागि हेरौँ है केही छैन पिट सब कालो भएर के हो ह्यान्डसम हुँदैछ त लास्ट इयरमा आएर त A few moments later. जौल लिएर आऊ हामी चाहिँ यहाँनिर आइपीमा चिया अनि बिस्किटहरू खान आएको छ हल्का प्रियङ्कासँग कसले पाएको छैन प्रियङ्कासँग बस्छ नि अन्त भइहाल्यो ओके ओयो न
लैजाऊ मैले त डल्लै राखिरहेको डायबिटिज बिस्किट दे डायबिटिज बिस्किट दे डायबिटिज लु खाऊ खाऊ म काटिदिउँ यहाँ चाहिँ फोटो खिचेको तर कसैले पनि राम्रो खिच्दैन हो यहाँ चाहिँ भिडियो सबैको अनुहार निकालेको यहाँनिर म कस्तो अरे दादा छि दादा यो के हो यो के दामी हो यहाँ चाहिँ हाम्रो फोटो सेसन हुँदैछ खतरा बोइसहरू मात्रै बसेको है हामीलाई छुट्याएर खै कस्तो अरे अघिको अर्को Decent man. अर्को Most romantic Shahrukh Khan. अर्को उसको Singer Arjit Singh. साला उ Here is डान्सर डान्सर Gorkha of Gorkhaland. गोर्खाल्यान्ड त होइन बाई बाई आजको लागि सबैजनालाई क्यार मा कुनै के सरी दामी गीत बजाइदिए त सुरसाले ग्रुप छ भनेर के हुँदैन हिंसा भयो नि हेर बिहा पर्नेको कपाल पैसा कति उठाउने हो के गर्ने सो गाइस म चाहिँ घरमा आएर पनि होइन सबै कामहरू सकेर लुगाहरू फेरेर चाहिँ म चाहिँ बेलुकाको डिनर गर्दै थिएँ यहाँनिर चाहिँ हो भ्लग बनाउनु चाहिँ तपाईँलाई भनेको थिएँ बिर्सेछु एकदमै भोक लागिरहेको थियो होइन भोलिको लागि चाहिँ हामीले अलिअलि सपिङ पनि गरेर साथीहरूसँग मिलेर होइन अन्त उता बुट्ने साथीहरूलाई चाहिँ हामी अलिकति सरप्राइज दिनेवालामा चाहिँ आज त इक्जाम सक्यो होइन भाइभाको लागि चाहिँ टाइम रहेछ अन्त उनीहरू चाहिँ रिटर्न भुटान जाने अरे होइन त्यही भएर चाहिँ भोलि नै गर्नुपऱ्यो सबै प्लान छिटो छिटो अन्त तपाईँहरूले भोलि पनि अर्को भ्लग देख्नुहुन्छ हो फिलहाल चाहिँ म यहाँ खाना खाँदैछु अझै चाहिँ खानामा छ मटन राइस यता डल्ले खोर्सानी हो यो खाएर चाहिँ म तपाईँलाई भेट्छु एकदमै भोक लागिरहेछ मलाई चाहिँ भिडियो हेर्दै खाँदै थिएँ अन्त अरू कुरा चाहिँ अलिक एकछिनमा बात मारौँ सो गाइस आजको चाहिँ दिन यसरी नै बित्यो होइन यतिकै बित्यो तपाईँले हेर्नुभयो होला आज चाहिँ लास्ट इक्जाम त इन्जोयमेन्ट भयो सबै कुरा भयो होइन अन्त यहाँ ब्याकग्राउन्ड चाहिँ देख्नु भएर मैले चाहिँ बेडहरू मिलाइसकेको छु आज चाहिँ यस्तो फ्री लाग्दैछ नि खुसी लागिरहेछ होइन इक्जाम सकेर अब एउटा भाइ छ त्यस्तो उयो हुँदैन नि त सो म चाहिँ यहाँनिर नाइट मेरो मोइस्चराइजर चाहिँ एप्लाई गर्नु आँटेको छु फेस वासहरू गरेर होइन ब्रसहरू गरेर चाहिँ आइसकिसकेको छु हो यो चाहिँ मेरो फेभरेट मोइस्चराइजर हो एक्वालोजिकाको ग्लो उयो भयो ग्लो प्लस हाइड्रोजेल मोइस्चराइजर भिटामिन सी को हो यो चाहिँ होइन यो चाहिँ मेरो लागि एकदमै राम्रो हो मेरो स्किनलाई चाहिँ एकदमै सुट गर्छ मेरो चाहिँ स्किन टोन नर्मल हो मेरो चाहिँ स्किन होइन यहाँ चाहिँ यस्तो दामी चाहिँ स्मेल पनि एकदमै दामी हुन्छ यो लाएर चाहिँ म अलिकति मोइस्चराइज फेस मसाजहरू गर्छु होइन यो लाएर चाहिँ आज चाहिँ अलिकति तपाईँहरूलाई पनि देखाएको नि फ्री भयो भनेर
सो गाइस मेरो चाहिँ यहाँनिर मसाज गरिसकेँ भन्ने अन्त द्याट्स इट फर टुडे होप यु लाइक इट वान अन्त मन पर्यो भने चाहिँ लाइक सेयर अनि मेरो युट्युब पेजलाई च्यानललाई चाहिँ पेजलाई भन्दैछु सब्सक्राइब गर्नु चाहिँ नभुलिनुहोस् होला गुड नाइट हेभ अ स्विट ड्रिम बाई अन्त भोलि फेरि अझै एउटा नयाँ भिडियोको साथमा चाहिँ तपाईँहरूलाई म भेट्नेछु स्टे ट्युन